साथीहरु पहिलो भिडियोमा तपाईले क्लाउड कोड भनेको के हो भनेर सिक्नुभयो। धेरै भ्युअरले मलाई कमेन्टमा सोध्नुभयो अजय दा यो टुल आफ्नो कम्प्युटरमा कसरी इन्स्टल गर्ने। आजको भिडियोमा म तपाईले सुरुदेखि अन्तसम्म देखाउँछु प्लस VS कोडमा कसरी इन्स्टल गर्ने भनेर पनि सिकाउँछु। हेर्नुहोस् यो कम्प्युटरमा क्लाउड कोडको लेटेस्ट भर्जन इन्स्टल भइसकेको छ। केही समयमा तपाईको कम्प्युटरमा पनि क्लाउड कोडको लेटेस्ट भर्जन इन्स्टल हुनेछ र तपाईले आजै आफ्नो प्रोजेक्ट पनि बनाउन सक्नुहुनेछ। त्यसो भए अब साथीहरु सुरु गरौँ। तपाईले कुनै स्टेप स्किप नगरिकन अन्तसम्म यो भिडियो हेर्नुभयो भने तपाईको कम्प्युटरमा पनि फुल वर्किङ क्लाउड कोड इन्स्टल हुनेछ। क्लाउड कोड इन्स्टल गर्नुभन्दा पहिला तपाईले एउटा सफ्टवेयरको आवश्यकता पर्छ, त्यो हो node.js। म तपाईलाई बताउँछु node.js के हो भनेर। सजिलो भाषामा भन्नुपर्दा node.js एउटा सफ्टवेयर हो जसले तपाईको कम्प्युटरमा जावास्क्रिप्ट रन गर्न मद्दत गर्छन्। क्लाउड कोड जावास्क्रिप्टमा बनेको छ, त्यसैले node.js चाहिन्छ। एक पटक इन्स्टल गरिसकेपछि यसलाई छुनु पर्दैन। अब node.js इन्स्टल गर्नलाई आफ्नो कम्प्युटरको कुनै पनि ब्राउजरमा जानुहोस् र इन्स्टल गर्नुहोस् node.js। यो node.js खोल्नुहोस्। यो तपाईको कम्प्युटरमा यो पहिलो नम्बरमा देखिएको आइकनमा क्लिक गर्नुहोस्। अब यहाँ तपाईले हेर्न सक्नुहुन्छ node.js खुलेछ। तपाईले यो डाउनलोडमा क्लिक गर्नुहोस्। अब हेर्न सक्नुहुन्छ यसको लेटेस्ट भर्जन जुन छ त्यो यहाँ देखाइरहेछ। अब यसलाई तपाईले यहाँ विन्डोज छ भने यहाँबाट तपाईलाई डिफल्ट देखाउँछ। विन्डोज इन्स्टलरमा क्लिक गर्नुहोस्। यहाँबाट तपाईले अर्को तपाईको सिस्टम कुन छ त्यो पनि छान्न सक्नुहुन्छ। यो हेर्न सक्नुहुन्छ मेरो डाउनलोडमा गइसकेको छ। यो मेरो node.js डाउनलोड हुँदैछ। अब हेर्न सक्नुहुन्छ node.js डाउनलोड भइसकेको छ। अब हेर्न सक्नुहुन्छ हाम्रो डाउनलोड भएको node.js लाई म इन्स्टल गर्दै छु। यहाँबाट तपाईले इन्स्टल गर्न सक्नुहुन्छ। अब यो नोड नेक्स्ट एक्सेप्ट त्यसपछि नेक्स्ट इन्स्टल गर्दै जानुभयो भने तपाईको कम्प्युटरमा यो इन्स्टल गर्ने हुनेछ। यस गरिदिनुस्। यो node.js इन्स्टल हुँदैछ। एकचोटी इन्स्टल गरिसकेपछि हामीलाई केही गर्नु पर्दैन। यो यहाँबाट अब फिनिश गरिदिनुस्। यो हाम्रो कम्प्युटरमा node.js इन्स्टल भइसकेको छ। यसलाई अब क्लोज गरिदिनुस्। अब तपाईको कम्प्युटरमा त इन्स्टल भयो। अब तपाईको टर्मिनलमा भएको छ कि छैन भनेर एकचोटी चेक गर्नुस्। यो टर्मिनलमा जानुस्। यो टर्मिनल ओपन गरिदिनुस्। अनि तपाई टाइप गर्नुस् node -- भर्जन टाइप गर्नुस्। यो हेर्न सक्नुहुन्छ भर्जन 2.4.15.0 हाम्रो node.js इन्स्टल भएको छ भनेर देखाइरहेको छ। त्यसो भए हाम्रो node.js काम गरिरहेछ भनेर हामीले बुझ्नु पर्ने हुन्छ। अब तपाई node.js इन्स्टल गरिसकेपछि तपाईको विन्डोजमा क्लाउड कोड इन्स्टल गर्नलाई तपाईले सबभन्दा पहिले तपाई जानुहोस् PowerShell टर्मिनल ओपन गर्नुहोस्। टर्मिनल छैन भने तपाई PowerShellबाट पनि ओपन गर्न सक्नुहुन्छ। मेरो PowerShell ओपन भइसकेको छ। अब तपाईले यो विन्डोजको लागि एउटा कमान्ड दिनुपर्ने हुन्छ। म त्यसको लागि जान्छु एन्थ्रोपीको डकुमेन्टमा यहाँ हेर्न सक्नुहुन्छ विन्डोजको लागि मैले यो पाथ जुन छ यो म कपी गर्छु। तपाईको यदि म्याक ओएस लिनक्स यदि छ भने तपाईले योबाट तपाई गर्न सक्नुहुन्छ। मेरो विन्डोज छ, विन्डोजको लागि म यो गर्छु। अब म यो कपी गरिसके अनि म जान्छु पावरसेलमा यहाँ पेस्ट गरिदिनुस्। अब इन्टर थिच्दिनुस्। अब हेर्न सक्नुहुन्छ यो मेरो कम्प्युटरमा क्लाउड कोड इन्स्टल गर्दै छ। स्पिडले पनि हुन्छ। तपाईको इन्टरनेट कति स्पिडको छ अनि यहाँ हेर्दै जानुहुन्छ। यो हाम्रो इन्स्टल भइरहेको छ। तपाई अब हेर्न सक्नुहुन्छ यो क्लाउड कोड इन्स्टल भइसकेको सक्सेसफुली इन्स्टल भनेर मेसेज आइसकेको छ। त्यसको लागि अब लोकेसन यो हामीलाई एड गर्नुपर्ने हुन्छ। म तपाईले अब लोकेसन कसरी एड गर्ने त्यो पनि म देखाउँछु। अब यहाँ म चेक गर्छु। जस्तै हेर्नुस् त क्लाउड कोड -- भर्जन लेखे। यहाँ हेर्न सक्नुहुन्छ देखाइरहेको छैन। अब म तपाईलाई यो कसरी देखाउँछ भने म देखाउँछु। त्यसको लागि तपाई यतिसम्म कपी गर्नुहोस्। यो तपाईले पाथ कपी गर्नुभयो। अब जानुहोस् सर्चमा। अब टाइप गर्नुहोस् एडिट द सिस्टम इन्भाइरोमेन्ट भेरिएबलमा क्लिक गर्नुहोस्। त्यसपछि जानुहोस् इन्भाइरोमेन्ट भेरिएबल। त्यसपछि यो पाथमा क्लिक गर्नुहोस्। यो एडिटमा क्लिक गर्नुहोस्। अब न्यू एड गर्नुहोस्। यहाँ गरिदिनुस् पेस्ट। ओके। अब हेर्न सक्नुहुन्छ मैले लेखे यहाँ क्लाउड -- भर्जन मैले इन्टर थिचे। अब तपाईको कुन भर्जन यहाँ हेर्न सक्नुहुन्छ मेरो लेटेस्ट भर्जन इन्स्टल भएको भर्जन मलाई यहाँ देखाइरहेछ। फेरि टाइप गर्नुहोस् क्लाउड अनि इन्टर थिच्नुहोस्। अब तपाईको क्लाउड इन्स्टल भइसकेपछि यस्तो देखाउँछ डार्क मोड। तपाईले के दिइरहेछ यहाँ हेर्नुहोस्। त्यसपछि तपाई डार्क मोड के राख्ने
त्यसपछि यो म ओके गरिदिएँ। अब थर्ड पार्टी प्लेटफर्महरू गर्नुपर्ने छैन। मैले यहाँ हेराइरहेछ। अब तपाईँले के लगइन गर्नलाई के कुराको आवश्यकता पर्छ? क्लाउड कोड एकाउन्टको आवश्यकता पर्छ। त्यसमा पनि सब्सक्रिप्सन मोड चाहिन्छ। म एस गरिदिएँ। अब हेर्नुहुन्छ ओपनिङ गरिरहेछ। यो हाम्रो ब्राउजरमा हाम्रो क्लाउड कोडलाई ओपन गरिरहेछ। क्लाउड कोड चलाउनलाई सब्सक्रिप्सन नै चाहिन्छ। क्लाउड चलाउनलाई तपाईँ फ्री मोडलमा युज गर्न सक्नुहुन्छ, तर क्लाउड कोडको लागि तपाईँलाई सब्सक्रिप्सन मोडल नै चाहिन्छ। यो हाम्रो डिफल्ट ब्राउजरमा ओपन गर्दैछ। यहाँबाट मैले गरिदिन्छु आफ्नो एकाउन्टलाई लगइन। यहाँ तपाईँसित केही एथोराइजेसन माग्छ। यहाँ हेर्न सक्नुहुन्छ यो एकाउन्ट लिङ्क गर्न एथोराइज मागिरहेछ। यो यहाँबाट गरिदिनुहोस् एथोराइज। अब जानुहुन्छ भने अब यहाँ तपाईँको भइसकेको छ। यु क्यान क्लोज दिस विन्डोज भनेर भनिरहेछ। मैले यसलाई क्लोज गरिदिन्छु। अब यहाँ हेर्न सक्नुहुन्छ म आफ्नो पावर सेल टर्मिनलमा जान्छु। यहाँ लगइन सक्सेसफुली भनिरहेछ। इन्टर प्रेस गरिदिनुहोस्। अब हेर्न सक्नुहुन्छ यो इन्टर फेरि थिचिदिनुहोस्। यस। अब हेर्न सक्नुहुन्छ तपाईँको क्लाउड कोड काम गर्न, तपाईँको क्लाउड कोड इन्स्टल भइसकेको छ, लगइन पनि भइसकेको छ। अब तपाईँ आफ्नो प्रोजेक्ट पनि यहाँबाट बनाउन सक्नुहुन्छ। यो त भयो। अब विन्डोजमा कसरी इन्स्टल गर्ने भनेर अब म तपाईँलाई हाम्रो VS कोडमा हामी कसरी क्लाउड कोडलाई इन्स्टल गर्न सकिन्छ त्यो म देखाउँछु। अब तपाईँ आफ्नो VS कोडलाई खोज्नुहोस्। म आफ्नो VS कोड खोलिसकेको छु। अब तपाईँले क्लाउड कोड इन्स्टल गर्नलाई यहाँ हेर्न सक्नुहुन्छ यो एक्सटेन्सन बार छ। एक्सटेन्सनमा क्लिक गर्नुहोस् अनि यहाँ टाइप गर्नुहोस् क्लाउड कोड। यो तपाईँले देखाउँछ। यहाँ हेर्न सक्नुहुन्छ क्लाउड कोड फर VS बनाएर VS कोड देखाइरहेछ। यहाँ जानुहोस् अनि त्यसपछि यहाँ तपाईँ इन्स्टलमा क्लिक गरिदिनुहोस्। यो तपाईँको कम्प्युटरमा आफै एकैछिनमा इन्स्टल गरिदिन्छ। यो अलि सजिलो तरिका छ VS कोडमा इन्स्टल गर्नलाई। यो पहिलो तरिका भयो। यो अर्को तरिका भने कोडबाट हुन्छ। कोडबाट पनि गर्न सक्नुहुन्छ। यदि तपाईँको कम्प्युटरमा यो एक्सटेन्सन देखाएन भने, रिफ्रेस गरेर पनि देखाएन भने तपाईँ कोडबाट पनि इन्स्टल गर्न सक्नुहुन्छ। यो तरिकाले तपाईँ अब हेर्न सक्नुहुन्छ। यो म एक्सटेन्सनलाई क्लोज गरिदिएँ। अब यो मेरो क्लाउड कोड अलरेडी चलिरहेछ। किनभने मैले पावर सेलमा लगइन गरिसकेको थिएँ, त्यही भएर मलाई लगइन गर्नु परेको छैन। यदि तपाईँको कम्प्युटरमा फर्स्ट टाइम तपाईँ VS कोडमा इन्स्टल गर्नुभएको छ भने यो तपाईँले हामीलाई पावर सेलमा एथोराइजेसन मागे जस्तै तपाईँसित एथोराइजेसन माग्छ। तपाईँ एथोराइजेसन गरिदिनु भयो भने तपाईँको कम्प्युटरमा यो लगइन हुन्छ। अब तपाईँ यहाँबाट एक्सेस गर्न सक्नुहुनेछ। अब म तपाईँहरूलाई आफ्नो VS कोडमा कसरी क्लाउड कोडलाई रन गर्न सकिन्छ भनेर म देखाउँदैछु। त्यसको लागि तपाईँ आफ्नो VS कोड खोल्नुहोस्। म VS कोड टाइप गरेँ। यहाँ हेर्न सक्नुहुन्छ भिजुअल स्टुडियो ओपन गर्नुहोस्। तपाईले यस्तो इन्टरफेस देखाउँछ। तपाईँ यहाँ हेर्न सक्नुहुन्छ यो त्यस्तै भिजुअल कोडको फाइलहरू देखाइरहेछ। अब तपाईँ सबभन्दा पहिला तपाईँ एउटा फोल्डर क्रिएट गर्नुहोस्। तपाईँ यहाँबाट पनि फोल्डर क्रिएट गर्न सक्नुहुन्छ, या त यहाँबाट क्लिक गर्नुभयो भने पनि फोल्डर क्रिएट गर्न सक्नुहुन्छ। म यहाँबाट एउटा फोल्डर बनाउँदैछु। यहाँ क्लिक गर्नुभयो भने तपाईँ ओपन फोल्डर गर्नुभयो भने एउटा नयाँ ब्ल्याङ्क फोल्डर खोल्नेछ। अब यो तपाईँ कहाँ फोल्डर बनाउनुहुन्छ त्यो फाइल यहाँबाट तपाईँ चुज गर्न सक्नुहुन्छ। जस्तै म तपाईँलाई देखाउँदैछु मेरो D ड्राइभको एउटा क्लाउड कोड भनेर फोल्डर छ। म त्यसको भित्र बनाउँछु, एउटा फोल्डर बनाउँछु। त्यसको लागि यहाँ क्लिक गरेँ। अब नयाँ क्लिक गर्दा यो नयाँ फोल्डर बनेछ। क्याल्कुलेटर भनेर म नाम दिन्छु। इन्टर गरिदिनुहोस्। अब यो मेरो फोल्डर सेलेक्ट भएछ। अब हेर्न सक्नुहुन्छ मेरो क्याल्कुलेटर फोल्डर यहाँ आइसकेछ। अब यो तपाईलाई क्लाउड कोड कसरी चाहिँ देखाउँछ भने यहाँ तपाईँ क्लिक गर्नुभयो भने क्लाउड कोड खुल्नेछ। यहाँ हेर्न सक्नुहुन्छ मैले यहाँबाट गर्दै क्रस। अब तपाईले आफ्नो टर्मिनलमा गएर भिजुअल कोडमा पनि क्लाउड कोडलाई रन गर्ने दुईवटा तरिका छ। यो एउटा यहाँबाट तपाईँ गर्न सक्नुहुन्छ। एउटा च्याट मोडल छ, यहाँ हेर्न सक्नुहुन्छ। एउटा च्याट मोडलमा तपाईँ क्लाउड कोडलाई यहाँ क्लिक गर्नुभयो भने यहाँ हेर्न सक्नुहुन्छ। यहाँ तपाईँलाई यो इन्टरफेस देखाउँछ। यो च्याट मोडल जस्तै हामी ChatGPT-मा च्याट गरिरहेका हुन्छौँ त्यसरी नै च्याट देखाउँछ यहाँ पनि। अब हेर्न सक्नुहुन्छ यो प्लस बटन छ। प्लस बटनमा तपाईँले कुनै फाइलहरू अपलोड गर्नलाई यहाँ दिएको छ। एड कन्टेक्स्ट, यो यसलाई चाहिँ तपाईँले केही दिनुभयो, कोडहरू दिनुभयो, जस्तै स्किलहरू दिनुभयो भने यहाँबाट तपाईँ दिन सक्नुहुन्छ। ब्राउज वेब, यो ब्राउज गर्नको लागि
यो कन्भर्सेसन ब्राउजर गर्नको लागि या इन्टरनेट वेबसाइटहरू ब्राउज गर्नको लागि यो दिएको छ। अब यहाँ हेर्न सक्नुहुन्छ, यसलाई मैले क्रस गरिदिएँ अहिलेलाई। यहाँ हेर्न सक्नुहुन्छ, यहाँ सोधिरहेछ यो सेक्युरिटीको लागि यो ट्रस्टेड हो भनेर मैले यस गरिदिन्छु। हाम्रो टोकन कति युज गरिरहेछ भने यहाँबाट पनि देखाइरहेछ। यहाँ अब हेर्न सक्नुहुन्छ यो हाम्रो बनाइसकेको छ। अब यो मलाई केही पर्मिसनहरु सोधिन्छ, म एलाउ गरिदिन्छु यसलाई। यो HTML इन्डेक्स HTML बनाइरहेछ, यहाँ हेर्न सक्नुहुन्छ फाइलको नाम यो हेर्न सक्नुहुन्छ। अब क्रिएट HTML फुल्ली फंक्सन क्याल्कुलेटर भनेर मलाई दिइसकेको छ। यो फोल्डरमा तपाईको फोल्डर हो भनेर मलाई भनिरहेछ। यहाँ अब म यो फोल्डर म तपाईलाई देखाउँछु। जस्तै म आफ्नो कम्प्युटरमा गए, म जान्छु आफ्नो कम्प्युटरको डी ड्राइभमा। क्लाउड कोड, अब क्लाउड कोड को मेरो फोल्डर थियो क्याल्कुलेटर भनेर। अब हेर्न सक्नुहुन्छ index.html बनाइसकेको छ। हाम्रो फुल्ली वर्किङ क्याल्कुलेटर हामीलाई बनाएर दिइसकेको छ। 5 + 5 गर्नुभयो भने यो 10 भइरहेछ, हेर्नुहुन्छ। यो भनेको हाम्रो फुल्ली वर्किङ क्याल्कुलेटर हो। त्यसो भए साथीहरु, आजको भिडियोमा तपाईहरुले सिक्नुभयो क्लाउड कोडलाई हाम्रो आफ्नो लोकल कम्प्युटरमा कसरी इन्स्टल गर्न सकिन्छन् र VS कोडमा पनि कसरी इन्स्टल गर्ने, र हामीले दुवै माध्यमबाट सिक्यौं। त्यस्तै आजको भिडियोमा हामीले एउटा सिम्पल क्याल्कुलेटर बनाएर पनि हेर्यौं हाम्रो क्लाउड कोड फुल्ली फंक्सन काम गरिरहेछ कि छैन भनेर। हामीलाई कोड नआए पनि यो आफै कसरी बुझिरहेछ भनेर तपाईलाई मैले देखाउने प्रयास गरेको थिए। आजको भिडियो तपाईहरुलाई कस्तो लाग्यो? भिडियो मन परे लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नभुल्नु होला। अर्को भिडियोमा हामी केही नयाँ बनाउने नै छौं। त्यसो भए अहिलेको लागि बिदा दिनुहोस्। हस्त, धन्यवाद।